हामी देखिरहन्छौँ कति राम्री कसको छोरी। हेलो नमस्ते लासो फ्याफुला। आज पनि फेरि अर्को मुकबाङ भिडियोको साथमा उपस्थित भइसकेको छौँ। अनि आज चाहिँ हामीले करेन्ट चाउचाउ, यो चाहिँ नर्मल 2x करेन्ट चाउ डक 3x लिएर आइसकेको छौँ। आज चाहिँ हामीले च्यालेन्ज गर्नु गइराखेको छौँ यो 2x र 3x को। फर्स्टमा हामी यो 2x देखि च्यालेन्ज स्टार्ट गर्छौँ। कसले पहिला खाइसक्छ उसले चाहिँ जित्छ। अनि ऊ खाइन सक्ने मान्छेले चाहिँ यो लिपस्टिकले अनुहारमा पेन्ट गर्नुपर्ने पनिसमेन्ट चाहिँ हामीले राखेको छौँ। अब लिपस्टिकहरु लगाइदिने अनि हामीलाई चाहिँ यो फर्स्ट टाइम यस्तो पनिसमेन्ट गेम अनि च्यालेन्ज गेम चाहिँ फर्स्ट टाइम खेलेको, त्यही भएर खासै आइडिया छैन। तर हामी नजित्नेलाई चाहिँ यो लिपस्टिकले अनुहारमा पेन्ट गरिदिन्छौँ। जे मन लाग्छ त्यही गर्दा हुन्छ, तर एक खेप मात्रै गर्ने है। एक खेप मात्रै यसो ट्रेन्ड देखेर नै हो हामीले पनि। अब लु अब हामी 2x देखि सुरु गरौँ। सेल आइसक्यो नि अघि पकाएको होइन। म चाहिँ गिलो गिलै खान्छु नि त। आज हाम्रो आज हाम्रो यहाँ धमाकेदार हुनेवाला छ। अब कसले सक्छ कसले सक्दैन अब हेर्दै अस्ति नै सर्केर म काबु भइसक्यो। ए हाम्रो फर्स्ट टाइम चाहिँ होइन यो बुलडग, तर म थर्ड टाइम भयो योसँग। फोर्थ फिफ्थ नै भइसक्यो। मैले त्यस्तो धेरै खाएको छैन, दुईचोटि भयो योसँग, ए तीनचोटि योसँग क्या। अस्ति हामी ग्रुपमा बसेर खाँदा मेरो हातमा लाग्यो। यहाँ छ है 2x मा चाहिँ एकछिन यहीँ छ ल दुइटै। सेल आइसक्यो, ड्राई भइसक्यो। पिरो भयो भने के खानु हो? पानी खानु पाइ कि नपाइ? कोक चाहिँ कोक पनि छ यहाँ फ्रेममा चाहिँ नआटेर हामीले भुइँमा राखेको छौँ। कोक खानु पाइने कि नपाइने? अस्तिको मुकबाङ भिडियोमा पनि दिदी नै हुनुहुन्थ्यो, आज पनि दिदी नै हुनुहुन्छ। अनि अब हामी चाहिँ दिदी बहिनी भएर च्यालेन्ज खेल्छौँ, च्यालेन्ज गर्छौँ। पहिले त मैले खानै नसकेको यो। अब चाहिँ रेडी भइसक्यो यो 2x वाला करेन्ट चाहिँ। अब हामी खान्छौँ यो चाहिँ। मलाई त यही आँट आउँदैन त। के भन्छ यही आँटा छैन भनेको? खानु होला नि त। के गर्नु रे? खाइसकेन चाहिँ के गर्नु रे? खाइसकेन भने त्यो खाइसकेको मान्छेले चाहिँ अनुहारमा पेन्ट गरिदिने लिपस्टिकले। छिटो खाइसक्नु पर्यो। हामीसँग अरू के छ? अब के गर्नु भन त? लु अब 3 2 1 कस्तो भन्छ? 3 2 1 यस्तो 3 2 पर्दैन ल 1 2 3 1 2 3 ए ला सुरु भइसकेको। कोरिने भयो कि क्या? अच्छा बराबर अब यो पनि हुँदैन। यति पनि बराबर खाइसक्नु, सँगै खाइसक्नु त। चिसो
यहाँ पनि छ म कहाँ गर्नु पर्यो नि त के मैले यति छोडेको त त्यसो भए किन तिमीले सबै खाएनौ सिनिके ए ला यो पूजाले त मलाई अनि धौधौ बनाउने रहेछ त अस्ति पनि भनेको होइन तिमीसँग म च्यालेन्ज गर्न सक्दिनँ भनेर भन्नु त सँगै खाइसक्यो तर मलाई करेन्ट कस्तो चर्को मात्रै लाग्यो हो मलाई चाहिँ एकखेप पिरो पिरो पनि लागिरहेको थियो यो चर्को मात्रै छ यो करेन्ट नि यो 2x के भयो यो हाम्रो बराबर भयो भन्नु न साथीहरू हामीले चाहिँ यो करेन्ट चाहिँ सँगसँगै खाइसके जस्तो लाग्यो अब तपाईँहरूलाई चाहिँ कसले छिटो खाइसके जस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला ल नेक्स्ट रन यसको यो चाहिँ ड्र भयो जस्तो लाग्यो किनभने सँगसँगै सक्यो के लाग्छ तपाईँहरूलाई के भएको त तपाईँहरूले कमेन्ट गरिदिनु होला मजाले हेरेर होइन अझ यो त यति बराबर हुँदाखेरि त यो बुलडगमा पनि अझै च्यालेन्ज हुन्छ जस्तो लागिरहेको छ कसले छिटो खाइसकेको छ झन् बुलडग त 3x छ लु एकछिन यो यसलाई हटाइदिउँ ल अब यसलाई हटाइदिनु पर्छ काँटा चाहिँ राख काँटा चाहिँ हामी त्यसले नै खानु यसले त हाम्रो सस हेर्नु ले यो त एकदम च्यालेन्जिङ होला जस्तो पो छ त च्यालेन्जिङ नै हुन्छ नि अस्ति मेरो मुखबामा मैले त्यस्तो पुरा सर्केर झन् मेरो सासेर उठेको थियो म खान्न भन्दै थिएँ त्यहाँदेखि क्या फेरि बहिनीले यहाँ लिएको रहेछ खाऊँ भनेर अब अगाडि आएको कुरा फेरि नाइ भन्दैन पैसा त तिल रहेछ अहिले त्यसरी सबै मेरो हातमा गयो तिल हेर न सबै हाल्नु त होला नि होइन नहाल्ने लु ला लागिसक्यो त अनि सक्यो खै टिस्यु सुप परेको सुप बिस्तारै खोल्नु पचास लाग्दा पोखिन्छ है फेरि भुइँमा पोख्यो भने त फेरि च्यालेन्ज हुँदैन नि ओइ तिमीले त बिचमा हाल्दिनु यसको यो के हो तर यसमा चाहिँ मसला हालेकै होला है तिमीले ला गइसक्यो ला यो त अनि सबै सेल आयो डर लागिरहेछ अघिको पनि ड्राई भएर कस्तो अड्केला जस्तो भएर कोक चाहिँ नखानु होइन पिरो हुन्छ झन् त्यही भएर खाइनँ मैले होइन खाँदा खाँदै चाहिँ हौ माथि माथि ल्याएको पनि खाइनँ क्या मैले त्यही भएर हातमा लिइसकेको थिएँ नि हौ कस्तो निकाल्दै थियो कुरा खानलाई मात्रै बाँकी थियो माथि त उठाइसकेको थिएँ मैले सलाद पनि छ यहाँ अन्त चाहिँ फर्स्ट राउन्ड सकिसकेको छ ड्र भयो ड्र नै भन्छ होइन बराबरलाई कसैको अनुहारमा पेन दलिएन लिपस्टिक दलिएन कसैको अनुहारमा अब त्यो त्यसले हामीलाई पर्खिरहेछ अब यसमा चाहिँ पक्कै पनि कसै न कसैकोमा चाहिँ दलिन्छ होला हेर न कस्तो लास्टमा चाहिँ सबै नाकमुख बनाइदिनु टिकटक गर्न लाउनुपर्छ टिकटक बनाएर स्टोरी लाउने ल त्यो खै के भन्नुहुन्छ नि ए अनि यो खाइसकेन भने चाहिँ जसले खाइसक्दैन त्यसले चाहिँ यो लिपस्टिक लगाइदिएर उसले चाहिँ टिकटकमा स्टोरी लाउनुपर्छ नट खतरा च्यालेन्ज है आफ्नो टिकटकमा अब टिकटकै नचलाउने मान्छे परे कहाँबाट लाउनु अरे टिकटक के भयो इन्स्टाग्राममा लाउ ल कसैले देख्दैन गिलै हुँदैछ यसको ससले चाहिँ मलाई डर लाग्छ घोलेकै छु ल नखाऊँ कि क्या खाने नहाने आरामले खानुपर्छ ल यसो गरौँ
नआत्तिकन ल सल्लाइ साथ ल भा नघुमाउने नघुमाउने के नघुमाउनु नघुमाइ रेडी नपार्ने ए हो र अघि तिमीले त्यसै गरेको थियौ होइन त्यही भएर मुखमा गरेर हालिसकेको थियो ल ल हाम्रो च्यालेन्ज चाहिँ अब सुरु हुन्छ रेडी सुरु ल सुरु मेरोमा धेरै थियो कि क्या सकिन बाबा पसिना ओए यहाँ हेर न पसिना ओइ टिस्यु खै मेरो पसिना हेर न यहाँ कहाँदेखि पसिना आइसक्यो नखाउँ कि क्या हो जित्दैन होला कसम भनेको के गरौँ न आसु खङ्की के गरौँ हौ म कामिसके मलाई समाज छिटो जितिहाल है मैले मेरो अनुहारमा पेन्ट गरी नै भयो नसकी आँसु सरी भएर खाएको भिडियो चाहिँ भएन रहेछ तर उसले चाहिँ जितिसक्यो होइन मैले चाहिँ जितेर उसलाई यस्तो पनिसमेन्ट तर पनि गरिदिसके कस्तो खतरा भएको थियो अन्तिममा भिडियो इन गरेर उता हेर्नु जाँदाखेरि चाहिँ भिडियो नै नभइदिरहेको रहेछ के गर्नु अब यस्तै छ बिचमा खाएको भिडियो नभए पनि जस उसले जितिसकेर चाहिँ मलाई यहाँ मैले यस्तो पिरो खाइसकेको नि भिडियो भइनसके यो फोनको प्रब्लम नै थियो क्या तातेपछि अब हुन्छ नि कति गरेर हुन्छ फोन नै त्यसरी ब्याक क्यामेराबाट गरिरहेको थियो नि त अनि अगाडिदेखि त भन्दै थियो उसले त तर बन्द भइन्छ तर कति राम्रो आएको नि तिमीले अन्त कति राम्री देखिरहन्छ अन्त कति राम्री देखिरहन्छ कति राम्री कसको मैले चाहिँ मेरो अनुहार देखेको थिइनँ मलाई त यो अहिले हाँस उठेर फ्रन्ट क्यामेरा गरेर हेर्दाखेरि चाहिँ मेरो अनुहार यस्तो भएको रहेछ उसले चाहिँ मलाई भयभरको लिपस्टिक दलिदिइसक्यो अब खाएको भिडियो चाहिँ भएन रहेछ त्यही पनि मिलाएर हेरिदिनु होला बुल्टो खाएको आधी मात्रै भिडियो म यस्तो आँसु भएको थिएँ कस्तो पिरो थियो कस्तो गाह्रो भएको थियो त्यो भिडियोहरू केही भएन रहेछ अब कस्तो नराम्रो लाग्यो अबदेखि चाहिँ हामी फ्रन्टदेखि नै बनाउँछौँ अबदेखि चाहिँ फ्रन्टदेखि भिडियो बनाउँछौँ त्यो भएन क्या कस्तो उसलाई त्यस्तो पनि होस् यो मेरो जोकर जस्तो अनुहार कति बेरसम्म देखाउने अब
यति भन्दै अब ए पनिसमेन्ट अनि यो पनिसमेन्ट चाहिँ स्टोरीमै लाने होला छ इन्स्टाग्रामको एलिना हिसिङ त्यही गएर त्यहाँ गएर स्टोरी हेर्न सक्नुहुन्छ उसकोमा गएर खाएर पनिसमेन्ट पनि भइसक्यो अब चाहिँ हामी भिडियो इन्ड गर्छौँ Thanks for watching everyone. बाई बाई Bye bye. छ्या